भनेको आफन्त, त्यसको बच्चा त मैले पढाउनै पर्दैन। म यसरी अन्य नेपाली दाजुभाइ दिदीबहिनीहरूको छोराछोरीलाई पढाउने हो, जुन मैले पढाउनु पर्छ भन्ने कुरा मलाई थाहा छ। त्यसले गर्दाखेरि यहाँबाट यतिजना जसको फ्यामिलीबाट आए नि मतलब छैन, तर यहाँ आए पछाडि एउटै फ्यामिली हो। त्यो मैले जीवनभरि यही सोध्छु। मैले यहाँ खोइ त कोही अनुहार मैले त्योभन्दा अगाडि न भेट्या न देख्या, न यतिजनाको बाआमा भेट्या, मैले कोही भेट्या मेरो रिलेटिभ कोही पनि छैन। मात्रै मेरो दिमागमा के छ, नेपाली दाजुभाइ दिदीबहिनीको छोराछोरी र मेरो छोराछोरी बराबर भन्ने दिमागमा छ। र यो मेरो छोराछोरीलाई मैले राम्रो काम सिकाउनुपर्छ, मैले गलत सिकाउनु हुँदैन भन्ने दिमागमा छ। मेरो छोराछोरी बिग्रियो भने यो नेपाली दाजुभाइ दिदीबहिनीको छोराछोरी पनि बिग्रिन्छ है भोलि भनेर त्यसलाई अवेरनेस गर्नु छ। त्यो गरिरहेको छु। त्यसले गर्दाखेरि यतिजना परिवार हो हामी, एउटा छाता हो, म यताको डन्डी हो, एउटा भाँचेपछि हामी सबै भाँचिन्छ। केन्द्रिङ्ग परेको पानी यतातिर तरतर चुइन्छ नि, छाता भाँच्यो भने एउटा डन्डी भाँच्यो हो। त्यस्तै सोचेर काम सिकाइरहेको छु। हामी सबैजनाले भोलि जाने बेलामा नि मलाई त यो चाहिँ कन्फ्युज भएको थियो, सर एकचोटि बनाउनु मिल्छ भने छाती खोलेर आनन्दले भन्दा हुन्छ है। एक दिन 2-4 किलो भात र 2-4 किलो मासु खेर गएर मलाई केही पनि हुनेवाला छैन। यो विद्यार्थीको सन्तुष्टि भयो भने म अझै पनि 80 वर्ष आयु छ भने 100 वर्ष बाँच्छ। यही चाहिएको हो। भोलिको दिनमा यही सोध्छु, यही काम गर्छु, यसरी नै बिताउँछु। तर दुनियाँले के लेख्छ के गर्दैन भन्ने कुरा जीवनमा रवि लामिछाने जस्तो ड्याम केयर वास्तै गर्दिनँ। जसले लेख्नु मनपर्छ लेखोस्। मैले अघि नै भने नि, पशुपतिमा गएर कुकुर भागलै गरे पनि मलाई केही हुनेवाला छैन कि। त्यही भएर म केही नहुन्जेल केही पनि हुँदैन भन्ने मान्छे हो। मलाई कसैले सराप्दा गाली गर्दा म यो डिप्रेसनमा जाला, यो अर्के लामा, मैले यति लेख्दै भने यसले टेन्सन लिएला,